हर्केको तातो तातो गु खाएर चाहिँ बोलिरहेछस् साले हात तर म अहिले पीडित न्याय माग्न बस्दाखेरि हर्के समर्थनकोले मेरो फोटो रुएको जोडेर तँलाई ठिक्क पर जसले मलाई भालु गर्छस् तै भालु छोराहरू मलाई नानाथरी भनेर मलाई गिराउँछस् एउटा किन नबोल्ने एउटा पीडित भएर यहाँ मान्छे बसिरहेको छोराछोरी मरोस् भन्ने र हर्क साम्पाङको मान्छेले चाहिँ मलाई के भन्नु भयो भने पहिला चुनावमा हर्केलाई तैले हर्के उता फर्के भनेर भनिस् अहिले चाहिँ न्याय माग्दै माइती घरमण्डलमा ठिक्क पर भनेर मलाई गरेको छ हर्केको तातो तातो गु खाएर चाहिँ बोलिरहेछस् म त न्याय माग्न बसेको मैले हर्क साम्पाङलाई नराम्रो भनेको भएदेखि हेर यहाँ युट्युबमा गएर जनता साथमा छ भन्ने ठाउँमा गएर हेर यही कुरामा के तपाईले चाहिँ राजसभाको समर्थक गरेर अरूलाई गाली गर्दा तपाई एकदम खुसी मैले गाली देखाउनुस् त कुन चाहिँमा मैले गाली गरे आफुलाई गर्दा फेरि चाहिँ त्यस्तो हुने गाली गरेको छैन व्यक्ति विशेषलाई यसरी मैले नेपाली कांग्रेसको मान्छेले मलाई यस्तो गरेर झोले हो भनेको नेपाली कांग्रेसको मान्छे हो मैले ल्याउनु त उहाँले गाली गरेको भने छैन म कुनै पार्टीमा आबद्ध पनि होइन म स्वतन्त्र हो स्वतन्त्र भएर बाँच्न पाउने मेरो अधिकार छ तर म अहिले पीडित न्याय माग्न बस्दाखेरि हर्के समर्थनकोले मेरो फोटो रुएको जोडेर तँलाई ठिक्क पर एउटा किन नबोल्ने एउटा पीडित भएर यहाँ मान्छे बसिरहेको छोराछोरी मरोस् भन्ने त्यस्तो भन्ने हो मलाई लेखेर हालिन्छ म सब तिमीहरुलाई साइबर केस हालिसकेको छु र कहाँबाट को साइबर हैन हामी कहाँबाट कहाँसम्म कुरा पुराइसकेका छौ कुन फोटो जोडेको सबै हामीले अब तिमीलाई तिमीलाई कुन हेर्नुहोस् कसैमा छ अब सरकार छ तपाईकै गृहमन्त्री तपाईको पक्षमा हुन्छ ए मेरो गृहमन्त्री मेरो अर्थमन्त्री छ भन्दैन अनि कहाँनिर हर्केको पुच्छरकेहरूले के रे मुख जोडेको समाजमा बस्या होला नि देश बनाउन हिँड्ने मान्छे त्यस्ता गुहरुको बसिरहेको होला नि हाम्रो गृहमन्त्री हर्क साम्पाङको बारेमा मैले नराम्रो बोलेको रहेछु भनेदेखि यहाँ छ युट्युबमा गएर यो युट्युबमा गएर हेर्ने अनि त्यसपछि कमेन्ट गर्ने तपाईहरुले पनि राम्रोसँग हाल्दिनु होला मैले पहिला त हर्क साम्पाङ राम्रो जोडेर एक दिन चाहिँ यहाँ कोलाई चाहिँ यहाँ गाली गर्दा कुनै समर्थकलाई गाली गर्दा हर्के कता खै कहाँ फर्के त्यो होइन तपाईले भन्नुभयो पहिला त हर्क साम्पाङ पनि जोडेर गीत गाउनु भएको रहेछ भन्नु तपाईहरुले भन्नुभयो सुन्नु मेरो कुरा सुन्नु मेरो सुन्नुस् पहिला हर्क साम्पाङ हुने भन्दाखेरि तपाईले मैले टोयलेट नपार्ने हर्क साम्पाङ हो टोयलेटको मन्त्री हुँदैन 5 वर्ष बालेन सरकार भन्न पाए नि त मैले मलाई मानिछु तपाईले अनि त्यो भन्दाखेरि मानिछु भनेर हामी भन्दैन आलोचना गर्ने तर जुन विषयमा गर्ने हेर्नुस् मैले हर्केको नराम्रो हर्क साम्पाङको